नमस्कार साथीहरु, आजको भिडियोको कन्टेन्ट भनेको चाहिँ विषय वस्तुलाई चाहिँ कसरी चाहिँ हामीले चाहिँ एट्र्याक्टिभ वेमा चाहिँ प्रेजेन्टेसन गर्न सक्छौं भन्नेमा छ। यस भिडियोमा चाहिँ मैले चाहिँ एउटा ट्री जसमा चाहिँ डिफरेन्ट लिभ्सहरुको उपयोग गरेर अनि क्लाउड्सहरु बनाएर चाहिँ हामीले चाहिँ त्यसमा चाहिँ विषय वस्तुहरु लेख्न सक्छौं हैन, जसले गर्दा चाहिँ एकदम एट्र्याक्टिभ चाहिँ देख्न सकिन्छ। सो अब भिडियो बिगिन गरौँ। फर्स्टमा चाहिँ हामीले चाहिँ एउटा चार्ट पेपर लिन पर्यो हैन, एकदम त्यो चाहिँ अब पेन्टिङ गर्नु पर्यो नि त, पेन्टिङ गर्न पर्यो। सो दैट हामीले चाहिँ एकदम सफ्ट लाइक चार्ट पेपरमा सफ्ट ड्राईमा हुन्छ नि त, हामीले चाहिँ सफ्टमा चाहिँ बनाउनु पर्यो किनकि अब पेन्टिङ गर्दाखेरि चाहिँ इजिली चाहिँ त्यो चाहिँ पेन्ट भओस् भन्ने उद्देश्यमा चाहिँ गर्न पर्यो। अनि यसमा चाहिँ अब मैले चाहिँ पहिले त्यो आउटलाइनहरु ड्रा गरिसकेको थिएँ, एउटा ट्री ब्रान्चेसहरुको आउटलाइन, यसको साथसाथै ग्रासेसहरुको आउटलाइन नै गर्न पर्यो। र मैले भिडियोमा चाहिँ त्यो चाहिँ देखाएकी छैन किन भन्दाखेरि अलि लामो हुने भयो भिडियो, त्यही भएर। अनि यसमा चाहिँ पहिला ब्राउन कलरले चाहिँ हामीले चाहिँ पेन्ट गर्यौं ब्रान्चेसहरुमा अनि त्यसपछि होल एज अ ट्रीमा। अनि मैले चाहिँ अब पहिले ग्रासेसहरु चाहिँ गरिसकेको थिएँ, पेन्ट गरेर भ्याइसकेको थिएँ। अनि त्यसमा चाहिँ स्मल ब्रश युज गरेर चाहिँ मैले चाहिँ लाइक हेर्दाखेरि चाहिँ अलि एट्र्याक्टिभ पाराले होस् भन्ने एममा चाहिँ मैले चाहिँ स्मल ब्रश युज गरेर चाहिँ लाइक ग्रासेस टाइपको चाहिँ बनाएकी छु। अनि त्यसपछि मैले चाहिँ अब त्यही ग्रासेसमा चाहिँ त्यो लाइक धेरै ग्रीन भयो भनेर चाहिँ बीचबीचमा चाहिँ एउटा लाइट एकदमै लाइट पिंक युज गरे। अनि त्यो चाहिँ एकदम सर्कुलर मोसनमा चाहिँ मैले चाहिँ युज गरे। अनि त्यो पिंक कलर मात्र नभएर मैले चाहिँ येल्लोमा नि युज गरे। येल्लोमा नि युज गर्दै गए। त्यसपछि त्यो मैले मेजरमेन्ट गरे, त्यो लाइक अब यतिमा चाहिँ त्यो क्लाउड्सहरु चाहिँ अथवा हाम्रो विषय वस्तु चाहिँ कतिमा चाहिँ टास्ता चाहिँ हुन्छ भनेर चाहिँ मेजर गरे। अनि मेजर गरिसकेपछि चाहिँ मैले चाहिँ पेपर टेप युज गरेर त्यसमा चाहिँ चिपकाइदिए। हामीले चाहिँ मसँग पेपर टेप थियो, सो दैट मैले चाहिँ पेपर टेपको युज गरे, नत्र हजुरहरुले चाहिँ ब्ल्याक टेप अथवा पानी टेप भनिन्छ त्यो युज गर्दा नि मिल्यो, अथवा हामीले ग्लु नै युज गर्दा नि मिल्यो। तर मैले चाहिँ अब एउटै टपिकमा त मिल्दैन नि त त्यो विषय वस्तुहरु हो, त्यही भएर अब कसैमा रोकथाम नि हुन सक्छ। मैले चाहिँ पेपर टेप नै युज गरे किन भन्दाखेरि अब एउटै विषय वस्तुहरु हुँदैन नि त, लाइक रियुज गर्न मिल्यो नि त। अब ग्लु लायो भने त अब त्यो उक्किन सक्छ, टेप लाएपछि चाहिँ उक्किदैन। सो दैट मैले पेपर टेप युज गरे। अनि त्यसपछि यस्तो देखियो। अनि मैले के बिर्से जस्तो लाग्यो, लास्टमा के रे लिफ नै हाल्न बिर्सेछु के। अनि फेरि अनि लिफको लागि ड्रा गरे। म्याक्सिमम मैले 20 वटा गरे। अनि त्यसपछि आउटलाइन गरेपछि मैले कटिङ गरे। कटिङ गर्दा फेरि अलि सानो जस्तो लाग्यो, त्यही भएर अलि त्यो भन्दा बढी नै गरे। सो यतिवटा अहिले चाहिँ यतिवटा छ, तर मैले त्यो भन्दा बढी नै गरेको थिएँ। अनि त्यसपछि मैले ग्लुको हेल्पले चाहिँ टाँसिदिए। अब यसमा चाहिँ मैले अब त्यो निकाल्न परेन नि त, लिफ त जहिले नै हुने भयो। अनि मैले पेपर टेप युज नगरिकन ग्लु चाहिँ युज गरेँ। मैले चाहिँ त्यो लिफको लागि चाहिँ पेन्टिङ चाहिँ गरिन किन भन्दाखेरि त्यो पेन्टिङ गर्दाखेरि चाहिँ अलि नराम्रो हुने भयो। अनि त्यो ब्राउन कलर पहिले युज गरेँ नि त, हो त्यसले स्याडो दिन्छ भनेर मैले चाहिँ बनाइन। अनि मैले त्यही पेपर नै युज गरेँ। यसमा चाहिँ हजुरहरुले अब अरु पनि छन्, अरु पनि विषय वस्तु छन् भने हजुरहरुले अझै धेरै ब्रान्चेस बनाउन सक्नुहुन्छ। अनि त्यसमै अब क्लाउड्स अथवा हजुरलाई मन पर्ने डिजाइन्सहरु जुन हुन्छ त्यही चाहिँ युज गर्न सक्नुहुन्छ।
थ्याङ्क्स फर वाचिङ आवर भिडियो लाइक सब्सक्राइब एन्ड कमेन्ट इफ केही मिस्टेक भएको छ भने कमेन्ट गरिदिनु होला म नेक्स्ट भिडियोमा चाहिँ अझै इम्प्रुभमेन्ट गरेर चाहिँ राख्नेछु थ्याङ्क यू